गाडी त त्यहाँ बाबु कति झऱ्या ल बाबा हो ओ अश्रु ग्यास ल बाबा हेर त ल कति ल ओहो यही गरेर बाँधेर मान्छेलाई हान्यो त्यहाँ यही पनि बोल्यो यही बोल्यो हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट तपाईँले सिक्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने गइहाल्यो मेरो साढे 2 तोला साढे 2 तोला हामी दुर्गा पूजासँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। ठुलो मात्रामा युवाहरूको उपस्थिति प्रहरीको बार तोडेर दुर्गा गोसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरी घेरामा प्रहरीलाई गाडीले पेलेर दुर्गा गोसाई अगाडि बढ्दै हुनुहुन्छ। अगाडि बढ्दैछौँ। यहाँ कसैले रोक्न सक्ने अवस्था छैन। प्रहरीलाई दुर्गा गोसाई पेलेर अगाडि बढिरहेको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ। दुर्गा गोसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा गोसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा गोसाई अगाडि बढ्नु भएको छ र यति बेला 3 खुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य
प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौँ। देश जान लाग्यो, डुब्न लाग्यो। तिनीहरू साले 2224 राज्यहरूलाई एकीकरण गरेर राखेको देश हो यो अहिले के अरे यो प्रचण्ड यो जनावर यसले के अरे दाइ मार भाइ मार भनेर यसले नाना किसिमको फायर गरिराखेछ। देश जान लाग्यो। जब हामीले राष्ट्रवादी आफ्नो पैसाले झन्डा किन्न सक्छौँ त हामी मुर्गा र मासु बियरमा कसरी बिक्न सक्छौँ भने तपाईँ आफ्नै अनुसन्धान गर्नुहोस् अनि सोच्नुहोस्। जब हामीले यहाँ झन्डा पनि कसैले उपलब्ध गराएको छैन, हामी आफ्नै घरबाट आफै एक छाक नखाएर झन्डा किनेर यो राष्ट्रको प्रति आएर हामी यहाँ उपस्थित भएका छौँ। पर्यावरण लडाइँ पनि गर्न सक्छु भनेर पाइट लगाएको, त्यसैले होइन आइ एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको। वाइ भन्यो भने इफ आई एम लेडिज अल्सो आई एम स्टिल एलाइभ, आई क्यान डान्स अल्सो, आई क्यान डु एभ्रिथिङ। त्यसैले हामीले देशमा राजा चाहिन्छ। यो ग्यास सुँगेर हेर त, तिम्रो फेरेका दुईटा मृगौला कति छिटो ड्यामेज हुने रहेछ। मेरो खराब पानी छ, मेरो खराब आफै चल्यो गाडी, आफै चल्यो।